शङ्कर रोका मगर, दिदी मिना र गीता रोका मगर, घर तुलसीपुर दाङ नेपाल घर भएका बालक करिब 5 वर्ष पहिला भारतमा अल्पत्र स्थितिमा फेला परेको थियो भने उक्त समयपछि यहाँ बालाश्रममा रहेका छन्। उक्त परिवारसँग भने सम्पर्क हुन सकेको छैन। यहाँहरूलाई अनुरोध गर्दछौँ परिवारको खोजीको लागि सहयोग गरिदिनु हुन र नेपाल सम्पर्क आफन्त नेपालमा काठमाडौँमा सम्पर्क गराइदिनु हुन अनुरोध गर्दछु भनेर चाहिँ हाम्रो केआई नेपालको नयाँ दिल्ली का चाहिँ रेस्क्यु अफिसर नवीन भाइले चाहिँ जानकारी गराउनु भएको छ। यहाँ हेर्न सक्नुहुन्छ विशेष गरेर दाङ तुलसीपुरको दाजुभाइहरूले यहाँनिर दाङ तुलसीपुर भनेर मात्रै आइएको छ, त्योभन्दा अरू केही पनि जानकारी छैन। यो बाबुलाई थाहा छैन। यो अनुहारको बालक आजभन्दा 5 वर्ष पहिला 5 वर्ष तिरको यो कुरा रहेछ। 5 वर्ष पहिला भारतमा हराइएको रहेछ। यो बच्चाको परिवार बाउ आमा नेपालमा दाङ तुलसीपुरमा हुनुहुन्छ। यदि तपाईँहरूको छरछिमेकीमा यो बालक कसैको बच्चा इन्डियामा हराइएको छ, कसैको छोरा इन्डियामा हराइएको छ भनेर तपाईँहरू कसैलाई जानकारी छ भने कृपया मेरो सम्पर्कमा आउन सक्नुहुन्छ, अथवा केआई नेपालको अफिस काठमाडौँमा सम्पर्क गर्न सक्नुहुन्छ, अथवा इन्डियामा भएको हाम्रो नवीन भाइ हुनुहुन्छ केआई नेपालको उद्धारकर्मी रेस्क्यु अफिसर नवीन भाइ हुनुहुन्छ, उहाँको यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरूले यहाँ हेर्न सक्नुहुन्छ प्लिज दाङ तुलसीपुरको विशेष गरेर दाङ तुलसीपुरको जति पनि दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ यहाँहरूले चाहिँ सक्दो यो फोटोलाई सेयर गरिदिनु होला। यहाँहरूको छरछिमेकीमा कोही चाहिँ नाबालक विगत 5 वर्ष पहिला हराइएको थियो, यहाँको छरछिमेक आफ्नो आफन्तमा बच्चा हराएर खोजी गर्दा थाकिएको बाउआमा यदि तपाईँहरूको छरछिमेकीमा हुनुहुन्छ भने कृपया मेरो सम्पर्कमा आउन सक्नुहुनेछ र सम्पर्कमा ल्याउनको लागि यहाँहरूले सक्दो सेयर गरिदिनु हुन पनि म एकदमै अनुरोध गर्न चाहन्छु। प्लिज यो भिडियो यहाँहरूले हरेक ग्रुपहरूमा हरेक साथी दाङ तुलसीपुरमा भएको साथीहरूलाई मेन्सन गरिदिनु होला चाहिँ भन्न चाहन्छु। यो यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। यो नाबालकको फोटो यो रहेको छ। यहाँको छरछिमेकमा आजभन्दा 5 वर्ष पहिला कोही बालक हराइएको थियो र अहिले खोज्दा उनका परिवार खोजेर निहाल भएर थाकेर बसेको अवस्थामा यहाँहरूले जानकारी कोही पाउनु भएको छ भने मेरो सम्पर्कमा आउन सक्नुहुन्छ र अथवा यहाँलाई केआई नेपालको नेपाल काठमाडौँमा चाहिँ यो माथिको नम्बरको मा फोन गर्न सक्नुहुनेछ, अथवा भारतमा इन्डियामा रेस्क्यु अफिसर नवीन भाइलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ। यो तल इन्डियाको नम्बर यहाँ तल दिनुभएको छ नवीन भाइले। नाम अझै यहाँनिर मैले प्रष्टै अब मैले नाम भने राख्नुभन्दा पनि मैले स्पष्ट यहाँनिर स्ट्याटसलाई सेभ गरेर चाहिँ राखेको छु, यहाँहरूले हेर्न सक्नुहुनेछ। यो बाबुको नाम शिव रोका मगर, बुवा लक्ष्मण रोका मगर, दाजु शङ्कर रोका मगर, दिदी रिना र मिना र गीता रोका मगर, घर तुलसीपुर दाङ नेपाल रहेको जानकारी आएको छ। आजभन्दा 5 वर्ष पहिला यो बच्चा बाबु हराइएको थियो र आज अल्पत्र अवस्थामा आज बालाश्रममा इन्डियामा चाहिँ बालाश्रममा आइपिएको जानकारी गराइएको छ र यो कुरा बालाश्रमले चाहिँ नवीन भाइलाई चाहिँ उहाँ रेस्क्यु टिममा हुनु भएकोले गर्दाखेरि चाहिँ त्यहाँनिर बालाश्रमले चाहिँ नवीन भाइलाई सम्पर्क गरिरहेको हुन्छ। यहाँहरूले चाहिँ सक्दो यो विशेष गरेर दाङ तुलसीपुर नेपाल घर भएका दाजुभाइहरूले दिदीबहिनीहरूले आफ्नो छरछिमेकीमा कोही यो बालकको परिवार भेटाउनु भएको छ, यो बालक कोही हराइएको छ भेटाइरहेको छैन भनेर कसैले कुनै परिवारले गुनासो गरेको छ भने यहाँहरूले यो फोटो देखाएर मोबाइलमा यो फोटो देखाएर चाहिँ सहयोग गरिदिनु हुन म एकदमै अनुरोध गर्न चाहन्छु। तपाईँको एक सेयर एक सहयोगले हैन अहिलेको जमानामा इन्टरनेटको सुविधाले गर्दाखेरि हामीले हरेक कुराहरू छिटो पत्ता लगाउन सक्छौँ र जस अनुसार तपाईँले यो फोटो आफ्नो मोबाइलमा सेभ गरेर राख्नुहोस्, अथवा दाङतिरको कोही दाङ तुलसीपुरमा चाहिँ अब यो कुन नगरपालिका के भनेर केही लेखिएको छैन, त्यसले गर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो भए पनि पक्कै पनि तपाईँहरू दाङ तुलसीपुरको दाजुभाइहरू तथा दिदीबहिनीहरूले चाहिँ यो फोटो देखाएर
फोटो देखाएर चाहिँ यहाँहरूले सक्दो सहयोग गर्न सक्नुहुनेछ। हाम्रो नवीन जोशी भाइ पनि के अरे इन्डियामा चाहिँ हुनुहुन्छ रेस्क्यु अफिसर क्याई नेपालको नवीन जोशी भाइ पनि उपस्थित भइसक्नु भएको छ। यहाँ हेर्न सक्नुहुन्छ फोटो, यहाँहरूले फोटो चाहिँ हेर्नु होला प्लिज। यहाँहरूले कसै दाङ तुलसीपुर तपाईँहरूको गाउँ छिमेकमा